बहिनी नमस्कार। नमस्कार। हजुर कुन ठाउँबाट आउनुभयो? म चितवन भरतपुर। चितवन भरतपुरबाट। हजुर। कसरी आइपुग्नु भयो? के देखेर? म छोराको लागि। छोराको लागि। हजुर। छोरा मतलब धेरै समय वर्षबाट लगभग कति वर्ष भयो छोरा तपाईँको सम्पर्कमा आउनु भएको? भयो नि, यो त सम्पर्कमै आउँदैन नि धेरै। भन्नाले अब बुवा आमाप्रति ब्लकै हानेर हजुर। बस्दिनु भयो, सम्पर्क विहीन छ भन्नाले थुप्रै वर्ष भयो। थुप्रै वर्ष भइसक्यो। अन्दाजी कति वर्ष भयो होला? हजुर, यो गएको त भयो 10 वर्ष 10-11 वर्ष भयो। 10-11 वर्ष भयो। हजुर। एकचोटि मात्रै सम्पर्कमा आउनुभयो, त्यहाँबाट आएकै छैन। त्यसपछि आउनु भएकै छैन। हजुर। हैन? न तपाईँको चाहिँ नि अब फोन गर्नुहुन्छ, न कहीँ कतैबाट उहाँको केही खबर पाउनु भएको छ हैन? 2-4 पैसा पनि आएको छैन। मम्मी भनेर एक शब्द बोल्न पनि पाउनु भएको छैन हैन? र अब सकेसम्म आफ्नो छोराछोरी आफ्नो परिवार नजिक होस् भनेर के कारणबाट यसरी टाढा भयो हैन? किन होला सम्पर्क विहीन भएको भनेर हजुरले हेरविचार गर्न आउनु भएको हैन? हजुरको चाहना के छ? अब मेरो चाहना त छोरो घर आउनु पर्यो, पैसा पठाउन पर्यो, आफू गएको ऋण पनि तिरेको छैन। उहाँ देश विदेश जाँदा हैन लाखको खर्च पनि आफूले खर्च तिर्न सक्नु भएको छैन हैन? अब ठिकै छ। हजुरको सम्बन्ध अब वैद्य बाबाले यसरी छोराछोरीको सम्बन्धहरू श्रीमान श्रीमतीको समस्याहरू पनि नजिक गर्नुहुन्छ अरे भनेर हजुरले थाहा पाएर आउनु भएको? थाहा पाएर आएको, टिकटकमा हेरेर आएको। टिकटकमा हेरेर आएको। ल धन्य छ, हजुरको पनि सम्बन्ध राम्रो होस्, जय होस् हैन? अब जसरी चाहिँ 10-11 वर्षबाट तपाईँको परिवार विहीन हुनुहुन्छ, छोराछोरी भने छिटै सम्बन्ध राम्रो होस्, छोराछोरीलाई राम्रो होस्, हजुरलाई पनि राम्रो होस्। अब के हुन्छ भने दुई प्रकारको हुन्छ। कोही जासुसीले जरी शत्रु दुष्ट आत्माले हामीलाई एकदम विचित्र बनाएको हुन्छ, सम्बन्ध टाढा बनाइदिएको हुन्छ एक। अर्को कुरो कतिपय चाहिँ देश विदेशमा विभिन्न कारणले आफ्नै मनमानी खुसीले पनि मान्छेहरू सबैलाई बिर्सेको हुन्छन् हैन? त्यस कारणले हामीले यसमा खोजी गर्नुपर्ने हुन्छ। सम्बन्ध छिटो सम्बन्ध तपाईँहरूको काम हो। देश विदेशबाट जे होस् आउने जाने होस् हैन? सम्बन्ध राम्रो होस् र 2-4 पैसो हैन पठाउने होस्, राम्रो होस्, हामीले कसैलाई नराम्रो होस् भन्ने हाम्रो चाहना हैन? त्यस कारणले उहाँलाई पनि विभिन्न कारणले फस्नुभएका टुनामुना अथवा अहिले के छ भने सम्पूर्ण दर्शकहरूलाई म वैद्य बाबुको तर्फबाट म के भन्न चाहन्छु भने देश विदेशमा जानुभएका हाम्रो छोराछोरी श्रीमान श्रीमतीहरू प्राय जस्तो विभिन्न किसिमको चाहिँ जालमा परेका हुन्छन्। दर्शकहरू हेर्नुहोस् हो, अब यसलाई कसरी फसौँ, कसरी बिगारौँ, कसरी भत्काउँ, उनीहरूको चाहना हुन्छ दर्शकहरू। र हामीले के गर्छौँ भने थुप्रै वर्षबाट यसरी चाहिँ बिछुड भएकाहरूलाई हामीले उहाँको फोटो अथवा कपडा हो यस मार्फतबाट हाम्रो पनि विद्याले सम्बन्धहरू नजिक बनाइदिएको हुन्छ। दर्शकहरू कतिपयको श्रीमान श्रीमतीहरू बिछुड भएका हुन्छन्, कतिपयका छोराछोरी टाढिएका हुन्छन्। दर्शकहरू अब हेर्नुहोस् 10-11 वर्षदेखिको उहाँ दिदी यति तडपेर आउनुभएको छ। छोरा आज कति दुःख कति ऋण गरेर विदेशमा पठाउनु भयो। आज 11 वर्ष भइसक्यो, त्यो पनि सम्बन्धहरू छैन। त्यस कारणले उहाँलाई छिटोमा छिटो उहाँको आमा छोराको सम्बन्ध नजियोस् भन्दै म आफ्नो चाहिँ यहाँ विद्या मार्फतबाट कुनै बिगार्नको लागि होइन। दर्शकहरू उहाँको छोरा किन त आमाप्रति टाढा भयो अनि के घरै किन सम्झना भएन? दर्शकहरू हाम्रो विधिपूर्वक साथ हजुरहरूले विश्वास गर्नुहोस् नगर्नुहोस्, थुप्रै कारणले टुनामुनाको कारणले यहाँ हाम्रो तान्त्रिक विधिबाट हेर्दाखेरि ग्रस्त बनाइदिएको छ। दर्शकहरू हजुरलाई थाहा नै छ, दुईटा शक्ति हुन्छ। एउटा शक्ति बिगार्ने शक्ति, एउटा शक्ति सबैलाई जय होस् भन्ने शक्ति। त्यो एउटा शक्तिले हो नकारात्मक शक्तिले उहाँ परिवारहरूलाई विचित्र बनाइदिएको छ। दर्शकहरू घरमा सुहा नरुनु, बिचारा चाहिँ उहाँले त्यसरी ऋण गरेर पठाएको यत्रो वर्षदेखिको 2 पैसा नपठाउनु,
घरमा कति दुःख र पीडा भइरहेछ दर्शकबिनहरू। आमा छटपटेर बस्नुभएको छ, यत्रो वर्ष भयो छोरासँग सम्बन्धै छैन। त्यो केले बनायो त दर्शकबिनहरू? धेरै जसो चाहिँ नि हाम्रो तान्त्रिक विधिबाट हेर्दा घरबार तस नस भएर दुष्टले बिगार्दैको हुन्छ दर्शकबिनहरू। यस्ता बिगारेको क्रममा हामीले कहाँ छ फलहरू कमी कमजोरीहरू हामीले चाहिँ त्यसमा मिलाउने छौँ र छिट्टोमा छिट्टै उहाँहरूको बिग्रेको टाढा भएका समस्याहरूलाई हामीले नजिक गरिदिन्छौँ दर्शकबिनहरू। कहीँ कतै यसरी थुप्रै थुप्रै दुःख पीडा पाएर बस्नुभएको छ भने सम्झिने होला। हस् त, धन्यवाद छ।